लडिरहेको पार्टी नेपाली कम्युनिस्ट पार्टी नै हो भन्ने विश्वास भइसकेको छ र हजारौंको संख्यामा युवाहरू हामीसँग केन्द्रित भएका छन्। यो पनि हामी सबैको निम्ति खुसीको कुरा हो। यो कुरालाई तपाईहरुले पनि अब घर घर टोलमा जनतालाई पुर्याउनु पर्नेछ। प्रचारको क्षेत्रमा भोट धेरै पाउँला भन्ने समय गयो। अब चाहिँ हामीले एकातिर घर घरमा टोलमा गएर जनतालाई प्रत्यक्ष रूपले भेटघाट गरेर हाम्रा एजेन्डाहरू, हाम्रा उद्देश्यहरू, हाम्रा कार्यक्रमहरू बनाउने भन्ने तरिका हाम्रो लागि सबभन्दा प्रभावकारी तरिका हो। म तपाईहरु सबैलाई पनि यसको परिस्थिति हाम्रो पार्टीको उद्देश्य कार्यक्रम बताउने कुरालाई बढी जोड दिनु होला। पहिलो दोस्रो कुरा चाहिँ हाम्रो तर्फबाट सकिने जति आईटी को प्रयोग गर्ने। आईटी मा हामीले भोट गर्न भ्रम छर्ने फेक न्यूजहरू, मिस इन्फर्मेसन क्याम्पेन जो चलिरहेको छ त्यसलाई काउन्टर गर्न हामी सबैले आफ्नो ठाउँबाट चाहिँ त्यसको प्रयोग गर्ने कुराहरू आए, त्यसको खण्डन आलोचना गर्ने, त्यसलाई